हेलो गाइस। जहिले दिन आउँछ रात जान्छ, दिन आउँछ रात जान्छ, एउटा पिँढी आउँछ अनि एउटा पिँढी जान्छ। एउटा त सबैको एउटै उयो त हो, एक दिन म छु, एक दिन म हुन्न। त्यही त हो हजुरहरूको लागि दिन जान्छ दिन आउँछ भनेर। सबैले कोही भिडियो बनाउँछ त कोही एभेट उयसमा बनाउँछ होला। मैले पनि कहिले कहिले त कमेडी एभेटमा पनि बनाइदिन्थेँ होला। तर मेरो उयसमा चाहिँ अहिले चाहिँ मलाई एउटा एभेटमा लाग्यो कि के चाहिँ उयो बनाउँ भनेर गार्डन एभेट्समा बनाउँदैछु। त्यही भनेर एउटा भिडियो हजुरलाई राम्रो लाग्यो भने लाइक सेयर गरिदिनु होला। के हो एउटा गार्डन जस्तो कि फुल फुल्छ फुल गिर्छ, हो कि होइन? कति दिन त हिन्दीमा भनेर आएको थिएँ, हिन्दीमा बनाउँदा फेरि नेपालीमा पनि एउटा दुइटा भिडियो मैले छोडिदिउँ भनेर मेरो तर्फबाट चाहिँ। त हजुरहरूलाई कस्तो लाग्यो होला? राम्रो लाग्यो भने सेयर गर्नु, कमेन्ट गर्नु, लाइक गर्नु। म यस्तै भिडियोहरू हजुरहरूमाथि अझै राख्दै गर्छु। अगर हजुरहरू कमेन्ट मेरो सेयरहरू गर्दै गर्छ भने हजुरहरूमाथि अझै भिडियो म राख्छु। हेर्नु होला यो वालको एभेट भिडियो। जस्तो कि आज यो फुल फुलिरहेको छ नि हजुरहरू देख्नु। यो पनि यसको टाइम पुगेपछि यो गिर्छ। आज म जस्तै यो भिडियो बनाइरहेको छु, आज म पनि कुनै दिन त म पनि एक दिन जानुपर्छ, हजुरले पनि देख्दा पनि, होइन र? त्यस्तै हो, कोही फुल हेऱ्यो माथिबाट उयो गरे पनि फुले पनि, हजुरले देख्नुभएको छ नि, फुले पनि एक दिन गिर्छै। मान्छे पनि एकबार जन्मिएपछि एक दिन चाहिँ जानै पर्छ। त्यही भएर हजुरमाथि एउटा नयाँ एउटा सपना, एउटा नयाँ आउने पिँढीहरूलाई पनि एउटा राम्रो वचन, राम्रो उयो सुनाउनु होला मेरो तर्फबाट। अरू नयाँ आउने पिँढीलाई भन्ने सुनाउने भन्ने नयाँ उयो, नयाँ भविष्य भनेर सिकाउनु। यो चाहिँ मेरोतिरबाट है। म त यस्तै हो, जहिले पनि कसैलाई गार्डन, कसैलाई फुल, कसैलाई मन्दिर, कसैलाई या त चोक देखाइराख्छु। त्यो तपाईँहरूको है, कस्तो लाग्छ सेयर गरिदिनु होला। सेयर गरिदिनु, लाइक गरिदिनु, टाइप गरिदिनु। अरू पनि कोही उयसमा युट्युब भिडियोमा बोल्दा पनि गन्दा हेट नगरोस्, कसैलाई पनि एउटा राम्रो समाचार सूचना दियोस् मेरो तर्फबाट है। यो चाहिँ कस्तो लाग्छ होला हजुरहरूलाई गाइस? बिन्दास छ नि? म त बिन्दास छुइनँ, त्यही पनि मैले आउने पिँढीहरूलाई बिन्दासै सोच्छु है। किनकि म त बाहिर छु, त बाहिर हुँदाखेरि काम गर्नुपर्छ। काम गरेपछि अब यो हाम्रो पेट त हो नि, यसलाई त पाल्नै पर्छ नि। यसलाई नपाले त अब हुँदैन होला। त्यही भएर घुर्दैछु एकछिन, घुर्दा एउटा भिडियो पनि बनाइदिइहालौँ हजुरहरूमाथि पठाइदिउँ भनेर। कस्तो लाग्यो होला? कुनै बोली अकमकी होला हजुरहरूलाई, कुनै बोली अकमकी होला, त्यसमा केही एभेट नगर्नु होला। कुनै बोली त बोल्दा पनि अकमिन्छ नि मान्छेले। म पनि बेसी टाइम भएको छैन युट्युबबाट चलाएको। युट्युब चलाइरहेको छु त राम्रो सूचना दिउँ भनेर। कुनै चिजहरू त मन्दिरहरूको हालेको छु, मेरो पुरा पेजलाई हेर्दा हुन्छ हजुरहरूले। ल आजको लागि यति नै। बाई बाई, गुड नाइट। नाइट पनि भइसकेको छ, म पनि अब गएर सुत्छु। बाई बाई।